हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आजको भिडियो तपाईँलाई धेरै धेरै स्वागत छ। अनि विवाहको भिडियो हेर्नुभयो होला सायद, कतिजनाले हेर्नुभएको छैन भने फेरि गरेर हेरिदिनु होला। एकदमै एउटा राम्रै भयो होला, राम्रै भएको जस्तो लाग्छ भिडियो। जस रमाइलो गऱ्यौँ हामीले, दिदीलाई पठायौँ। दिदी यो सब भोलितिर फर्किनुहुन्छ होला, अनि फेरि दिदीसँग एकचोटि भेटघाट गर्नु पनि हुन्छ। अनि आज हामी जाँदैछौँ, कहाँ जाँदैछौँ? हाम्रो क्लाइन्टसँग भेट्न छ होइन, आज फोटोसुट छ। अब हाम्रो बिजनेस एकदमै डेन्जर बढिसक्यो। मेरो बुढीलाई म सिकाउँदैछु फोटोको लागि, यताउता खिच्नलाई। अनि हाम्रो फोटोसुट गर्नुपर्ने छ आज। हाम्रो सानो छ क्लाइन्ट चाहिँ, एकदमै कस्तो हुन्छ थाहा छैन, तर जस्तो आउँछ त्यस्तै हामी गर्नेछौँ। ल गेर न, ल ह्यान्ड ब्रेक डाउन, कमन को ड्राइभर। माथि तान्यो कि पहिला, माथि तान्यो नि तिनी हो। नाइस, इन्डिकेटर बाल, इन्डिकेटर बाल। उताटी जान्ला हामी। नाइस, दर गाडी आखा जानु कि मिल्दैन? मिल्दैन ल। अब हामी जाँदैछौँ। 2 गियर आना, छिटो न। 2 गियर भएन त्यो बुढी, 4 गियर भयो। हेत यस्तो ढिलो गर्छ। अनि हामी हाम्रो क्लाइन्ट, स्पेसल क्लाइन्ट भएर आइसकेका छौँ भिडियो खिच्नको निम्ति। स्पेसल क्लाइन्ट इजलिन ब्लोन हैन त मन त नानी ब्लोन हैन त ल एकछिन बोका यार, पछाडिको ब्याकग्राउन्ड मिलाउनु पर्यो। ल ल यो धेरै आयो नि त तल हैन त्यसको चाहिँ छैन यस्तो खेलाउने। ओ माय कोइ त पिपी ब्याकग्राउन्ड बुकेन के ओए व्हाइट गर्नु पर्यो। ल रेडी हो? गुड, तिमी ब्याकग्राउन्ड। ल फोटोग्राफर हजुर, मोडल मोडल है हजुर, राम्रो छ खिच्ने फोटो। त्यहाँ चुक चुक गरेर रुडी हेर्दै है, बुझ्नु भयो? बुझ्यो ल। अब मोडल रेडी भइसक्यो। ल तिमी चुवानी गरेर खिच्नु पर्ने। इची कम्फी भएन है, कम्फी भएन। कम्फी बनाम पुण्डेलाई गाली खानी भयो भिडियो हेरेर यार। के गरे त्यो छोरीलाई भनेर भन्छ। एकचोटि त्यस्तो नताल, अलिक कम्फर्टेबल भएन क्या। कहीँ बाबुरा जान्छु म छिर्ने कुनै भयो। ओहो अन्डा आएको थियो यार, अन्डाको खोक्रो लिएर यार बरु अन्डालाई निकालेर यस्तो गरेर राख्नु पर्यो। त्यति सजिलोसँग है निस्केको है। त्यहाँ कस्तो गरेर हेरेछ है नानीले माथि। एउटा खाबो छ न्यायको, अर्को खाबो धार्मिकताको। एउटा खाबो छ न्यायको, अर्को खाबो धार्मिकताको। अनन्तको छ सिंहासन, हेर्न हामी आउँदैछौँ। जीवन यो आराधनाले सजाउँदै तपाईका आउँदैछौँ। गाइस अब चाहिँ हाम्रो प्र्याङ्क सुरु हुन्छ। तर प्र्याङ्क चाहिँ भनेको जस्तो त्यस्तो भन्दिनँ म। प्र्याङ्क राम्रो भएको छ, तर अनफर्चुनेटली मैले हतार यति हतारमा अन द स्पोट मनिषालाई ल प्र्याङ्क एनसिलार माथि प्र्याङ्क भनेर इसाराको भरमा कहाँ पनि क्यारेक्टरमा आएर केही छैन फेरि सपोर्ट लिएर हेर्न सक्नुहुन्छ। तर आधीमा चाहिँ भिडियो अफ भएछ, किनभने हतार मैले ओसिनको फोनबाट त्यहाँ भिडियो प्ले गरेको, स्टोरेज के छ थाहा छैन। त्यही भएर खास गरी त्यो काटिएको भागमा चाहिँ स्पेसल थियो होइन। तर पनि जे होस् त्यो देख्न पाएन, तर पनि बाँकी हेर्न सक्नुहुन्छ। अनि यो प्र्याङ्क गर्ने चिज चाहिँ गाह्रो चिज, बुढीमाथि प्र्याङ्क गर्न चाहिँ साह्रै गाह्रो रहेछ। जे पनि हेर्नु होला गाइस, अनि इन्जोय गर्न सक्नुहुन्छ। अगाडि खबरै
ठिक छ ल आफै हाँस्यो नि सो त होला नि त्यहाँ फोटोग्राफरलाई सिकाउने अनि तिमी के गर्छ अघि नै बडो कपाल भयो त्यत्रो कपाल थाहा छैन तिम्रो यत्रो कपाल मेरो छोरीको के बोल्यो तिमी नि सर ए मनिषा छोड न भनेको थिएन तिमीले चाहिँ भन्छ टाउनी त्यो फोटो खिचेको त्यो अहिले राम्रो आएन बिचारा मान्छे उसको हक छ भने कति दुःख गरेर मान्छे उसको हक छ भने कति दुःख गरेर बुढा मिठो छ भाइ म सक्दिनँ भन्नु बेसी एउटा राम्रो खिचेन राम्रो राख्नु पुरै हेर त उसलाई अलिक आज यो कपालमा दाग देखेको क्या सेतो लाग्दा आमालाई चित्तै नबुझेर केही छैन कि कप त्यो यो पनि होला टोपी अब नि भएन भने चाहिँ फोटोग्राफर चेन्ज गऱ्यो भने त म त बरु अर्कै एउटा प्रेस्टनको त्यो हुन्छ नि त्यही लाउनु खिच्नु पर्ला नि कतिले खिच्दो रहेछ 250 तिर्छु बरु राम्रो खानाहरू बुढी राम्रो छ त नि के मिलेन अनि अप्टाउन आइरहेको अलि त्यो छोड्यो बिचरा समाते त्यो छोडेर ल है भयो नाच्दा आगे टेढो भएको थियो भएन त्यो के बोले भने मनिषा आगे टेढो भएको बढी लगेर अब अलि राम्रो खिच्दिनँ नि त यो त राम्रो कसरी खिच्ने मैले उसलाई मनपर्ने अब मान्छे त्यत्रो दुःख गरेर बच्चा पाल्छ आमाको तर होइन नानी मैले दुःख गरेर खिचेँ तपाईँले पनि राम्रो अलिकति चित्त बुझ्ने ल खाने योभन्दा बेसी म चित्त बुझाउन सक्दिनँ हेर काकाले खिच्यो हुन्छ आएर बुढा हामी उहाँ खिचौँ ल त्यो प्रेस्टनको त्यो एउटा छ क्या मैले मलाई त राम्रो अलि राम्रो लाग्यो क्या नानीको यहाँ घाँडीमा अप्टाङ घडी क्या कि अर्को कपडा छ त आमा यहाँ गतिलो नभएपछि के भन्यो नि सर तिमीले अन्त छोरी बाउतिर गएर ए भन्नु खोजेँ के म सब्जी पाइदिन भने जहिले जिस्किने एउटा कुरा हो अब सधैँ जिस्किनु त्यो कहिले काहीँ चाहिँ अलिकति हुन्छ क्या त्यसरी नरिस भयो फेरि म त हो छोड्दै नि सर यो राम्रो लाग्छ नि मन छैन त आँखा हेरेको राम्रो राख्नु त्यही हो भयो हिजोसम्म त छोरी ल यहाँ नबुझोस् अब यो आँखा हेरेको अलिक खिच्नु खिच्यो त म खिच्दैन अब किन कस्तो हो तपाईँबाट खिच्यो भने आउँदैन गति चलो त्यो के हो र उयो कस्तो अब राम्रो नराम्रो चिज नै भन्नु नपर्नु नि सर भने के हो जर जर पऱ्यो तिमी चाहिँ भन्छ के भयो फुपूलाई हेरिरहेको छ फुपूलाई फलो गरिरहेको छ काका के भन्यो छोरीलाई सुइलाएर ल्याएर आमा यहाँ जर जर गरे के भयो अनि यहाँ हेर्नु न खिच्या भयो एउटा राम्रो अप्ताङ गरेको छ हो काका तपाईँ भन्नु न अन्त म छोडिदिइहाल्छु यार दुःख गरे अनुसार हेर्नु न आएको भएको एउटा यस्तै छ यो पनि छोरी तिम्रो आमालाई सम्झाऊ है अब यो बिना खिच्दा फेरि गर्दैछ
किन हिँड्दैन लाइट लिएर आयो के हुन्छ र उसले फोटो नाच्न र आँगन भनेर जस्तो हो कि उसले फोटो खिच्न जाने छैन अनि लाइट कतिवटा ल्याउने हो र यहाँ कतिवटा लाइट एउटा लाइट पुगिरहेको अस्ति नै एउटा लाइट पुगेन तपाईँको बुढीलाई लिएर गएर उहीँ त्यो पैसा तिरेर हिँड्नु अनि म त्यहीँ खिच्छु गएर राम्रो आउँछ तपाईँ नखिच्नु न म छोडेर लगेर खिचिहाल्छु यहाँ नेपाल जाँदैछु त म नेपाल खिचिहाल्छु खोइ यार लेन्स कभर के भएको होला कि फेरि तपाईँ चाहिँ त्यो फोटो खिच्नु योभन्दा बेसी कति खिच्नु फोटो फोटो यति हो होस् काका होस् तिम्रो इन्चको देखाउनु कस्तो खाले यहाँ हजुर हेलो होस् खिचिसक्यो त योभन्दा बेसी चाहिँ फोटो राम्रो आएन कि 2-3 वटा चाहिँ खिच्नु त्यत्रो खिच्यो त बुढी यार त्यहाँ आमालाई सित बुझेको भन्ने सीमा हुन्छ नि जहिले के हो के त अनि के भनेको जहिले जिस्किन भन्नु कता कस्तो हो र त्यो पनि मलाई मन परेन होइन म सरी भन्छु दुईजना एकछिनमा उयो गर ए पर्दा नि लाग्यो मान्छेहरू त अलिकति नबुझ्ने नै हुन्छ क्या ठिकै छ सम्हाल्नु नि तपाईँको बुढीलाई टाइम दिएको हो मेरो लागि नदिएन हाम्रो नानीको लागि हाम्रो त्यस्तो देखिने टाइम दिएको हो म बुझ्छु यार कहिलेकाहीँ खै जरक रिसा के हुन्छ अनि दुईजना अघि एकछिनमै उयो गरिरहेको थियो के अरे फोटो राम्रो आयो खुसी पनि बनायो यो बुढा यसरी जानु हुँदैन अनि के चाहिँ गरिन्छ एन्जेला के भयो त मन जलेको के थाहा के बोल्न जानु नि त अनि के भनेर बोल्ने हो म त्यहाँ शब्द सुनेनौ होस् न तपाईँ चाहिँ भन्यो भने मनसाको लागि होइन नानीको लागि हो उसलाई अब त्यो मन परेन होला नि त अलि राम्रो खाले खिचिदिनु नि त फेरि अर्कोचोटि फेरि खिचिदिने होला म काम नपाएर खिचेको यहाँ त्यही त भोलिबाट काम छ भोलिबाट काम छ जानु न भन्नु के भएको दुईजना तपाईँ हेर्नु त्यस्तो मुड अफ गरेर चाहिँ नहिँड्ने यस्तो मुड अफ गरेर चाहिँ घर जाँदैन कहाँ जान्छ त तिमी कस्तो कहाँ जान्छ के भएको तपाईँहरू दुईजना एक्कासी हेर्नु त अनुहारै कस्तो भएर बसेको तपाईँ अघि त्यस्तो हाँसेर आएको मान्छे हिँड परेर के चाहिँ गरौँ त म कसै के चाहिँ गरौँ जानु गएर तपाईँले के भन्नुभएको थियो र उसलाई उयो भइरहेको होला कि अहिले त्यो के अरे नानी पनि बिरामी भएको भएर टेन्सन भयो अनि त्यसपछि अब घरमा पनि सामानहरू सबैले पेते भएर नि हो कि न त्यसको सामानहरू पनि त्यहीँ भएको भएर हो कि आदि के चाहिँ गरौँ त म गएर सरी भन्नु अब गएर मै झुक्ने अनि तपाईँले मलाई सरी भन्ने सिकाउनु भएन आफू गलत नभए पनि अरूलाई के भन्छ गएर सरी भन्नुपर्छ भने होइन तपाईँले प्रेम गर्नेलाई के अरे सधैँ एउटा डाइरेक्ट दिन्छ तपाईँले प्रेम गर्नेलाई प्रेम गर्न कति सजिलो छ प्रेम नगर्नेलाई प्रेम गर्नु गाह्रो छ भने जाने अब दुईजना त्यत्रो के अरे कुकुर बिरालो जसरी जुधेर हिँड्ने अनि अहिले चाहिँ ऊ बिचारा हेर्नु त दाइ पनि जान्छ के गर्यो बुढा मन रुन मन लाग्छ कि यस्तो त नगर्नु फेरि ल काका हेर्नु न रामसँग बोल्न नि पाएन दाइसँग जानु तपाईँले गएर सरी भन्थेन मै जानु
त्यस्तो भने हेर त भन्नुहोस् न त अनि हामीले जसले नि त्यस्तो त भन्यो भने जाऊ गर तिमी भन म बोलिदिन्छु जाऊ तपाईँले गर्नु भइरहेको छ राम्रोसँग सिक्नु भइरहेछ अझै उसलाई अलिक प्रोफेसनलवाला चाहिएको होला जाउँदैन जाऊ गर बोल म बोलिदिन्छु जाऊ मैले चाहिँ के भन्न जाने मलाई सिकायो नि त नि तिमीले के भन्ने मैले त भन न त म जान्दिनँ आइसक्यो जाऊ भन ओइ मनसा ओइ आऊ के ल सरी यार म के गरेछु इन्दिला यार भिडियो भइरहन्छ 11 मिनटसम्म भएर छ बाहिर गएपछि हामीले अफ गर्नु पर्ने मलाई त है यहाँ भित्र गएर 81 गरेर हो तपाईँ बिचरा उता तिमी निश्चल लाग्यो नि म चाहिँ आउँछु भन्दा त मलाई कस्तो माया लागेर बिचरा आमै काका सब बोल्दै न पाइकिन गयो यार काका यार कस्तो नराम्रो आएछ नि दाइ स्विटर के अरे निस्केको देख्दाखेरि त ओसिनले थाहा पायो कतिखेर थाहा पायो तिमीले मोबाइल थाहा पाएन अनि दुईजनाको तिमी मोबाइल लिन गाएर बन्द भयो क्या यस्तो भएर चाहिँ तिमीहरू दुइटाको खटपट भयो नि त अनि अब म त के भन्नु है म त मेरो मोबाइल चलाएर बस्छु भनेर मोबाइल खोजेको त छैन यस्तो हेरेको त त्यहाँ क्यामेरा ठडा रहेछ नि मान्छे हो लाख भन्ने तिमीलाई फोटो मन परेको छैन नि त नानीको जिस्केको हौ यहाँ एउटा कति राम्रो म यहाँ फेक भन्न सक्यो है राम्रो लाग्यो मेरो अगाडि चाहिँ कहिले पनि त्यो के मन नपरेको कुरा मन परेन भन्दैन कि त्यही भएर ऊ दिदीको बानी थाहा भएर मलाई चाहिँ प्रायः भनेको त्यही त नि यार रम भनेको रम नै सकेर यार बुढीलाई यार यहाँ के लाग्यो यहाँ के लाग्यो तर माया लाग्यो बिचरा है मलाई सरी एन्जिला काकाले फेरि पहिला हाने गरेको थियो भनेर लागेर कहिले परेन हामी जिन्दगी कहिले परेन तिमी साँच्ची नै रोको कस्तो माया लाग्यो मलाई हिट भएको चाहिँ मिसल लाग्यो नि म चाहिँ आउँछु ल रे म त अब त ला बोल्दैन होला यिनीहरू दुईजना साँच्ची नै भनेर को चाहिँ भन्दैन छुपे फेरि अनुहारै बिगारेको के गाडीभित्र जाँदाखेरि पनि म त यस्तो नराम्रो होइन यिनीहरू साँच्ची नै के भयो होला तर भिडियो अफ भएर अलि ज्याउ भयो खै त्यो प्याक गर्दासम्म मात्रै भारै छ खासै भएन यस्तो नगर्नु अब त कहिले पनि यो राम्रो होइन कि प्राइम होइन कन्टेन्ट भन्यो नि यो त राम्रो होइन नि त हामी दुईजना कहिले जिन्दगी झगडा पर्छ निश्चल भन्नु हामी कहिले झगडा पर्दैन पर्दैन हौ कहिले नि झगडा हामी म त अरू भन्दा नि त्यो फोटो मन परेन भनेर त साँच्चै नै होला मन परेन होला भन्दा होइन हौ त्यस्तो त छ्या म त्यस्तो सोध्नु यो जाम पनि हामी मिठो मोमो खाजा खान मोमो खान भर भात खाने तिमी भने जस्तो त भएन है रुवाइदिउँ भनेको रुवाउन सकेन तर आँखाभरि आँसु आँसु त अघि देखिसकेको गाडीतिर गरेर जानु न आफूले प्रेम गरेको प्रेम गरेर सहिलो हुन्छ आफूलाई प्रेम नगरेर प्रेम गर्नुपर्छ भनेर यस्तो घुन्टुङसँग म झगडा जान्छु त नि घुन्टुङ आमा रिसाउ त खिचेन मैले भिडियो भाइरल छ यार मेरो त मोटै एकछिन कस्तो भयो गरौँ भयो तिमीहरूलाई थाहा नै थिएन उसले प्राङ्क गरेको भनेर हामी चाहिँ 2 मिनेटको प्राङ्क पछाडि प्राङ्क गरौँ है गऱ्यो भने ल भने सक्यो स्क्रिप्ट थिएन प्राङ्क हो के